उता भाग उता माथि ओए सर खोला परेर केटा ओए ओए ओला जिद्दालाई निकालौ जिद्दालाई त्यहाँ सेफ्टी सर माथि 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 ओए माथि ओए ओए रोडमा पुग्यो यार माथि यार ओए छिटो भाग त्यो बाउन्ड नभएको त बुझी ओए मिसिनै लगिदियो यार ओए पाए सब भत्के पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो ल ल त्रिशुली बजारै गयो यार ल गयो यार ओ ए सिलास यता आऊ यता आमा यार देखि पृथ्वीराजमा जोड्ने पुल पनि बगेको छ जोड्नको लागि मद्दत पुर्याइरहेको यो लाइफलाइन गाडीले बगाएको छ Sì, dammi scenato. खोलामा अचानक आएको बाढीले चाहिँ सबै बजारहरू र पावर हाउसहरू सब बगाइसकेको अवस्था छ र यो घरमाथि चाहिँ
हेरिदिन सक्नुहुन्छ। मान्छे उधारको लागि प्रतीक्षामा हुनुहुन्छ, उता पनि निस्किने ठाउँ छैन। एउटा घरको बिचमा खोलाको सबै वरिपरिबाट खोलाले बाढीले घेरेको छ र सक्नुहुन्छ भने सक्दोभन्दा सक्दो उधारको लागि आउनु हुन अनुरोध गर्दछु। त्यस्तो अवस्था छ। रसुवा भोटेकोसीमा आएको बाढीका कारण देशका विभिन्न स्थानमा कठिन परिस्थिति सिर्जना भएको छ। यस्तो अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह तथा अन्य सम्बन्धित सम्पूर्ण संयन्त्र उद्धार, खोजी तथा राहत कार्यमा निरन्तर खटिरहेका छन्। जोखिममा परेकाहरूको उद्धार गर्न, हराइरहेकाहरूको खोजी गर्न र प्रभावित नागरिकसम्म राहत पुर्याउन सुरक्षाकर्मी तथा उद्धार टोलीहरू सक्रिय छन्। त्यसैले यस कठिन घडीमा आत्तिनु होइन, धैर्य गर्न अनुरोध छ। एकअर्कालाई सखको घडी हो, तर हामी एक्ला छैनौँ। जाने झोलुङ्गे पुल नै अघि त झोलुङ्गे पुल छोकै थिएन कुमार दाइ। अघि तपाईँ म आउँदा झोलुङ्गे पुल छोएको थिएन नि। झोलुङ्गे पुलको भिडियो पनि यो बरेनी बजार यस्तो छ क्या अहिले होइन, यो त्यस्तोको अब सायद अब यो भोलि मात्रै खोल्छ। वेट दिलाउने भएको यहाँसम्म।